साथीहरू एकछिन यो हेर्नुहोस् है, एकछिन यिनीहरूको कुरा सुन्नुहोस् है, यिनीहरूले बोलेको के बोलिरहेको छ यिनीहरूको कुरा सुन्नुहोस् है। ल सुन्नुहोस् है। म तिम्रो गु खाइदिन्छु भने मैले गलत बोलिनँ, जितोस् म खाइदिन्छु, त्यसैको खाइदिन्छु। अगाडि बसेर यही मिडियाको मिडिया, त्यो दिन पनि त मिडियाकै अगाडि थियो नि। बालेन आयो भने म यो देश छोडेर यो नागरिकता त्यागेर देशै छोडेर म हिँड्छु। ल बालेनले जित्यो भने झापामा कान काटेर म टिकिङ हस्पिटलमा टाका लाउँछु। साँच्चै यो पालि बालेन शाहले जित्यो भने म यो देश छोड्न तयार छु। यतै जानुस्। बालेनले जित्यो भने म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा बसेर पानी पनि खान्न। को हो त प्रधानमन्त्री? बालेन शाह के भइरहेछ भनेको कुराहरू त थाहा होला नि होइन। यो 4-5 जनाहरू छ हाम्रो नेपालमा सोसियल मिडियामा भुक्न पायो भन्दैमा त्यो भोटे कुकुरहरू हुँदैन, त्यस्तो भोटे कुकुरहरू जस्तो भुक्नेहरू धेरै छ। अब त टाइम आयो, अब के हो त, अब बोलेको कुराहरू त पुरा गर्ने होला हैन, पुरा गर्नुपर्छ पनि होला। अब यत्रो पब्लिक अगाडि आएर सोसियल मिडियामा आएर भुक्नु त त्यत्तिकै भुकेको छैन होला, अब पुर्याउनु पर्ने पनि छ होला हैन। अब जे भुकेको छ त्यो त पुर्याउनु पर्ने होला। अब कतिपयले देश छोड्छु भनेको छ, कतिपयले काट्छु भनेको छ, कतिपयले यहाँ कानै काटेर सुनै निकालेर दिनेसम्म कुरा गर्नु भएको छ। अब कतिले त भन्नु पनि लाज क्या, खाने पनि भनेको छ क्या। अब त्यो खानको लागि रेडी हुनुहोस्, सुन पनि कानसान काटेर दिन रेडी हुनुहोस्, अनि यताउति सबै कुरा देश छोड्ने। अब कसरी छोड्ने हो त? अनि अब त्यतिकै सुट्ट जान त पाउँदैन होला। अब पब्लिक अगाडि आएर भनेको कुराहरू अब पब्लिक अगाडि नै जाने होला, अब बिदाबारी लिएर जाने होला। अब नेपालको जनताहरूले बिदाबारी पनि गरिदिनु पर्ने होला यसो होइन, माला पनि लाउनु पर्यो नि त, त्यत्तिकै बिदाबारी त गर्नु परेन होला। अब त्यतिको मिल्दैन पनि त्यत्तिकै बिदाबारी गर्न होइन। यसो अब होइन, अब फुलको त के माला लाउनु, राम्रो काम गरेको भए फुलको माला लाउनु हुन्थ्यो। अब त्यही फाटो टुटो जुत्ता चप्पलहरू पनि खोज्नु पर्ने छ, खोजेर फेरि तिनीहरूलाई उन्नु पर्यो, यता उता अब ट्याकेटुक्क गर्नु पर्यो नि त। अनि कान काट्नको लागि चक्कुसक्कु अब हाँसी हतौडा के ल्याउनु पर्ने हो त्यो ल्याउनु पर्ला, सुन खोल्नको लागि होइन। अब गु खानेको लागि अब यसो को छ गु दिन, को रेडी छ सबै कमेन्ट गर्नुहोस् है। जसलाई गु दिन मन छ। हाम्रो यो रवि चुडामणिलाई त गु दिनुपर्छ अरे, गु खाइदिने अरे मिडियाकै अगाडि अरे क्या। त्यही पनि अब म पार्सल पठाइदिन्थेँ यहाँ साउदीदेखि, थोरै अब सड्ला पड्ला भन्ने डर भयो। अब त्यो प्लेन पनि लिन्छ कि लिँदैन, कार्गोवालाले पनि यहाँ गाह्रो हुन्छ, साउदीदेखि त अब त्यस्तै कन्ट्री छ होइन। त्यही भएर त्यतै नेपालतिर मिल्छ भने हाम्रै नेपालीको राम्रो ताजा गु खोजेर दिनु होला। अब मिलेन भने यसो इन्डियाबाट अनि हाम्रो नेपालीहरू कहाँ छ त्यहाँबाट फोन गरेर कलसल गरेर कसको गु छ अब राम्रो खाले होइन, यस्तो ठुल्ठुलो पोकोमा पारेर फ्रिजमै राखेर भए पनि दिनु पर्यो हाम्रो चुडामणिलाई। अनि देश छोड्नेलाई देश छोडाउनु, छिटो भुक्नु मात्रै पाउँदैन, भोगेपछि पुर्याउनु पर्छ हेर्नुहोस्। अनि त्यसपछि सुन गाला घाँटी काट्नेहरू अब जे गर्ने भनेको छ सबैले आफ्नो बोलीको पक्का हुनु होला, सबैले बोलेको पुर्याउनु होला। धेरै तपाईँहरूलाई धेरै शुभकामना छ, बोलिदिनु भयो, धेरै जोसमा आएर तपाईँले होइन दम देखाएर बोल्नुभयो, तपाईँको दमलाई पनि सल्युट छ। तपाईँले गरेको अबको राम्रो देश छोड्ने काम, कान काट्ने काम, गु खाने काम, त्यसको लागि तपाईँलाई धेरै अग्रिम शुभकामना छ। धेरै शुभकामना भन्न चाहन्छु। ल नेपालमा रहनुहुने सबै दाजुभाइ दिदीबहिनीहरूले यो बोलेको कुराहरू, पत्रकार हाम्रो मिडियाहरू कहाँ छ, सबै मिडियाहरूले फुटेज हेर्नुहोस्। यिनीहरूले बोलेको म त्यत्तिकै भन्दिनँ होइन, कसैलाई मैले त्यत्तिकै आरोप पनि लागेको छैन। यिनीहरूले बोलेको बालेन शाहले चुनाव जितो भनी तपाईँहरूले यो कुरा हेर्नुहोला, यो धरतीमा कहिले पनि तपाईँहरूले मलाई देख्दैन। बालेनले जित्यो भने म यो नेपाल छोड्न तयार छु। म यो नेपालमा बसेर म पानी पनि खान्न। नेकपा एमाले जिन्दाबाद, भोट केमा सूर्यमा।